नमस्कार। आजको यस विश्लेषणमा स्वागत छ। आज हामी देश र दुनियाँमा भर्खरै घटेका केही निकै रोचक र महत्त्वपूर्ण घटनाक्रमहरूको चिरफार गर्दैछौँ। एकातिर नेपालले विश्व रेकर्डहरू राख्दै नयाँ उचाइ चुमिरहेको छ, अनि अर्कोतिर प्रविधिको क्षेत्रमा ठूलै छलाङ मार्दैछ। तर सँगसँगै हाम्रा सामु केही जटिल प्रशासनिक यथार्थहरू पनि छन् जसलाई पन्छाएर अघि बढ्न सम्भव छैन। यी सबै कुराहरू एक आपसमा कसरी जोडिएका छन् त? ल आउनुहोस् सिधै विषयवस्तुमै प्रवेश गरौँ। यो सम्पूर्ण विषयलाई प्रश्न पार्न हामी मुख्य गरी 4वटा कुरामा केन्द्रित हुनेछौँ। पहिलो, राष्ट्रिय सफलता र कीर्तिमान। दोस्रो, प्रविधि र नवप्रवर्तन। तेस्रो, अर्थतन्त्र र सुशासन। र अन्त्यमा विश्व स्वास्थ्य र कूटनीति। यो क्रममा जाँदा कुरा बुझ्न एकदमै सजिलो हुनेछ। ल अब पहिलो खण्डबाटै सुरु गरौँ है त। राष्ट्रिय सफलता र कीर्तिमान। नेपालीहरूको अदम्य साहसले कसरी नयाँ उचाइ छुँदैछ हेरौँ। 2083 साल जेठ 3 गते। यो दिन पर्वतारोहणको इतिहासमै साँच्चै भन्नुपर्दा एउटा सुनौलो दिन हो। अचम्मको कुरा के छ भने एउटै दिनमा 2वटा ऐतिहासिक विश्व कीर्तिमान बनेका छन्। एकातिर 55 वर्षीय कामेरिता शेर्पाले 32औं पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै पुरानो रेकर्ड तोड्नुभयो। अनि ठ्याक्कै त्यही दिन माउन्टेन क्वीनको नामले चिनिने लाक्पा शेर्पाले 11औं पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर महिलातर्फको सर्वाधिक आरोहणको विश्व कीर्तिमान कायम गर्नुभयो। यी दुवै उपलब्धिले मानव साहस र समर्पणको साँच्चै एउटा छुट्टै कथा बोल्छन्, होइन त? अब हिमालबाट सिधै खेलकुदको मैदानतर्फ लागौं। यहाँ पनि हाम्रा कीर्तिमानहरू कम छैनन्। यो 73 अङ्क देख्दा सामान्य लाग्ला, तर यो आफैमा एउटा ठूलो इतिहास हो। नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा जम्मा 73 खेल खेल्दै 150 विकेट पूरा गर्नुभएको छ। यसको अर्थ के हो भने अस्ट्रेलियाका दिग्गज खेलाडी मिचेल स्टार्कको नाममा रहेको 9 वर्ष पुरानो रेकर्ड अहिले तोडिएको छ। विश्व क्रिकेटमै यति छिटो यो कोसेढुङ्गा पार गर्नु भनेको चान्चुने कुरा पक्कै होइन। अनि नि खेलकुद मात्रै होइन, समाज र संस्कृतिमा पनि उत्तिकै राम्रा खबरहरू छन्। वनस्पति विज्ञ डाक्टर तीर्थबहादुर श्रेष्ठको गैर आख्यान कृति नेपाल गाथाले प्रतिष्ठित उत्तम शान्ति पुरस्कार जितेको छ। उता खेल र समाजसेवालाई जोड्दै शान्ति प्रवर्धन गरे बापत धारा नेपालगञ्ज म्याराथनले एम्स सोशल अवार्ड हात पार्न सफल भयो। अनि अन्तर्राष्ट्रिय साङ्गीतिक क्षेत्रको पनि सानो अपडेट दिइहालौँ। कोडी जन्सनले एसिएम अवार्ड्समा इन्टरटेनर अफ द इयरको एकदमै प्रतिष्ठित उपाधि जित्नुभएको छ। यी सबै कुराले देखाउँछन् कि सफलताका आयामहरू कति धेरै फराकिला छन्। मानव साहस र सफलताको यो उचाइबाट अब हामी देशको भविष्य निर्माण गरिरहेको अर्को एकदमै महत्त्वपूर्ण क्षेत्रतर्फ लागौं। खण्ड 2, प्रविधि र नवप्रवर्तन। मे 17 अर्थात् विश्व दूरसञ्चार दिवस। यो दिन एउटा गम्भीर विषयमा चर्चा हुन्छ। त्यो हो डिजिटल डिभाइड अथवा डिजिटल विभाजन। सजिलो भाषामा भन्दा सूचना र प्रविधिमा पहुँच हुने र नहुनेहरू बीचको ठूलो खाडल। यो असमानता हटाउन पक्कै पनि विशाल प्राविधिक पूर्वाधार चाहिन्छ। अनि खुशीको कुरा के छ भने अहिले नेपालमा ठ्याक्कै यस्तै ठूला प्राविधिक लगानीहरू भित्रिँदैछन्। र यसले एउटा गजबको चित्र प्रस्तुत गर्छ। नेपालको चिसो हावापानी र प्रशस्त जलविद्युत अहिले विश्वकै ठूला टेक कम्पनीहरूलाई लोभ्याउने माध्यम बनेको छ। कल्पना गरौँ त, गुगल क्लाउडको सहकार्यमा चोभार र वीरगञ्जमा नेपालकै पहिलो टियर 4 लेभलको डेटा सेन्टर बन्दैछ। यति मात्र कहाँ हो र, मेटाले पनि वर्ल्ड लिङ्कसँग मिलेर मातातीर्थमा झण्डै 5 अर्ब रुपैयाँको लगानीमा टियर 3 स्तरको डेटा सेन्टर निर्माण गर्दैछ। यी ठूला परियोजनाहरूले नेपाललाई निकट भविष्यमै दक्षिण एसियाकै एउटा प्रमुख डिजिटल हब बनाउने पक्का छ। ठूला डेटा सेन्टर त छँदैछन्, हाम्रै स्थानीय स्तरमा भइरहेको नवप्रवर्तन झनै चासो लाग्दो छ। बागलुङको बडीगार्डमा हरित हाइड्रोजन ग्यासको सफल उत्पादन भएको छ। यहाँको सबैभन्दा अचम्म लाग्दो कुरा सुन्नुहुन्छ? त्यहाँ उत्पादन गरिएको जम्मा 1 किलो हाइड्रोजन ग्यास सिलिन्डरमा भरेर एउटा सानो परिवारले पुरै 1 सातासम्म मज्जाले खाना पकाउन सक्छ। दिगो र सफा ऊर्जाको क्षेत्रमा यो एउटा साँच्चीकै नै क्रान्तिकारी कदम हो। ल अब अलिकति फरक प्रसङ्गमा जाउँ। देशको समग्र विकास बुझ्न प्रविधि मात्र हेरेर पुग्दैन, हाम्रो प्रशासनिक र प्रणालीगत अवस्था पनि बुझ्नै पर्छ। खण्ड 3, अर्थतन्त्र र सुशासन। 7 खर्ब 55 अर्ब रुपैयाँ अङ्क सुन्दा नै आङ सिरिङ हुन्छ नि, होइन? महालेखा परीक्षकको 63औं वार्षिक प्रतिवेदन अनुसार नेपालको कुल अध्यावधिक बेरुजु अहिले यति पुगेको छ।
एकातिर हामी प्रविधि र पूर्वाधारमा ठूला छलाङ मार्दैछौँ भन्दैछौँ, अनि अर्कोतिर यो बेरुजुको पहाडले हाम्रो वित्तीय अनुशासनमा कति ठूलो प्वाल छ भन्ने यथार्थलाई छर्लङ्ग पारिदिन्छ। अझ यसको भित्री तथ्याङ्क हेर्दा त झनै छक्क परिन्छ। सङ्घीय मन्त्रालयहरूतर्फ हेर्ने हो भने जसले देशको वित्तीय अनुशासन कायम राख्नुपर्ने हो, त्यही अर्थ मन्त्रालयमै सबैभन्दा बढी बेरोजु देखिएको छ। प्रदेशतर्फ जाँदा मधेस प्रदेशमा सबैभन्दा धेरै र कोशी प्रदेशमा सबैभन्दा कम बेरोजु छ। यसबाहेक अर्को एउटा रोचक तर गम्भीर कुरा, कर्मचारीहरूको पेनडाउन आन्दोलनका कारण समयमै कागजात पेश नहुँदा झण्डै 1,48 अर्ब रुपियाँ बराबरको त लेखा परीक्षणै हुन सकेन। यी तथ्यहरूले हाम्रो प्रणालीभित्रका वास्तविक र गम्भीर कमजोरीहरूलाई एकदमै तटस्थ रूपमा औल्याइरहेका छन्। यद्यपि प्रणालीगत सुधारका लागि केही द्रुत कदमहरू नचालिएका भने होइनन्। सरकारले व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्मका सबै प्रक्रिया अब 30 दिनभित्रै सक्ने गरी लगानी एक्सप्रेस कार्यक्रम ल्याउँदैछ। लघुवित्तलाई व्यवस्थित गर्न लघुवित्त विकास कोष अनि सहकारीका बचतकर्ताको सुरक्षाका लागि एकीकृत बचतकर्ता संरक्षण कोष भन्ने घोषणा भएको छ। साथै अलि बढी झन्झटिलो मानिने मालपोत कार्यालयको नाम फेरेर अब भूमि प्रशासन कार्यालय राखिएको छ भने राष्ट्रिय अनुसन्धान विभागलाई सिधै प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याइएको छ। हेरौं यी परिवर्तनले कस्तो नतिजा दिन्छन्। सुशासन र प्रशासनिक सुधारकै कुरा गर्दा पूर्वाधारतर्फको एउटा निकै महत्त्वपूर्ण अपडेट पनि छ, रानी की माथाङका सडक आयोजना। विक्रम सम्वत 2065-66 सालतिरै सुरु भएको 345 किलोमिटर लामो यो सडकले नेपाल, भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो मार्गको काम गर्छ। र अहिलेको ठूलो खबर के हो भने 2083 वैशाख 28 मा नेपाली सेनाले अत्यन्तै कठिन मानिएको करिब 11 किलोमिटर ट्र्याक खोलेर आयोजनालाई हस्तान्तरण गरेसँगै अब किमाथाङकासम्मै गाडी पुग्ने भएको छ। यो त्रिदेशीय लाइफलाइनको लागि साँच्चै नै एउटा ठूलो कोसेढुङ्गा हो। आन्तरिक पूर्वाधार र प्रणालीका यी कुराहरू त हामीले गर्यौं, तर यहाँनिर एउटा महत्त्वपूर्ण प्रश्न उब्जिन्छ, यी आन्तरिक परिवर्तनहरूसँगै नेपाल विश्वमञ्चमा चाहिँ कसरी जोडिँदैछ त? यही प्रश्नले हामीलाई आजको विश्लेषणको अन्तिम खण्डतर्फ डोर्याउँछ। खण्ड 4, विश्व स्वास्थ्य र कूटनीति, अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो उपस्थिति। अहिले कूटनीति र वातावरण दुवै क्षेत्रमा नेपालले एकदमै गजबको फड्को मारिरहेको छ है। एकातिर विश्व स्वास्थ्य संगठनको 79औं विश्व स्वास्थ्य महासभामा नेपाल उपाध्यक्ष पदमा निर्वाचित भएको छ। यसले विश्व स्वास्थ्य नीति निर्माणमा हाम्रो बढ्दो प्रभावलाई प्रष्ट पार्छ। अर्कोतर्फ वातावरणीय अर्थतन्त्रमा पनि ठूलो उपलब्धि छ। नेपालले कार्बन व्यापार मार्फत हालसम्म 4 अर्ब 16 करोड रुपियाँ आम्दानी गरिसकेको छ। वातावरणीय संरक्षण पनि हुने अनि आर्थिक लाभ पनि मिल्ने, यो त साँच्चै गजबको तालमेल भयो नि। अनि अन्तर्राष्ट्रिय मञ्चको कुरा गर्दा अहिले विश्व राजनीति र स्वास्थ्यमा केही ठूला हलचलहरू पनि भइरहेका छन्। भर्खरै डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्नुभएको छ, जहाँ व्यापार र सुरक्षा सम्बन्धी केही निकै महत्त्वपूर्ण सम्झौताहरू भएका छन्। उता चीनीय राष्ट्रपति सी चिनफिङले पनि आउँदो सेप्टेम्बरमा अमेरिकाको भ्रमण गर्ने तय भएको छ। यी घटनाले विश्व राजनीतिलाई नै नयाँ मोड दिन सक्छन्। अर्कोतिर अलिकति चिन्ताजनक खबर पनि छ। डब्ल्युएचओले अफ्रिकामा फैलिएको इबोलाको नयाँ बुन्डीबुग्यो प्रजातिलाई लिएर अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ। र यस्तो तीव्र रूपमा बदलिरहेको विश्वव्यापी परिदृश्यका बीचमा नेपालले चाहिँ विश्व समुदायलाई आकर्षित गर्न विक्रम सम्वत 2085 लाई भ्रमण वर्षका रूपमा मनाउने ठूलो घोषणा गरेको छ। अन्तमा यी सबै तथ्य र तथ्याङ्कहरूले हामीलाई के सन्देश दिन्छन् भने हाम्रा स्थानीय प्रयासहरू कतै न कतै विश्वव्यापी मुद्दासँग सिधै जोडिएका छन्। सगरमाथाको चुचुरोदेखि हाइटेक डेटा सेन्टरसम्म अनि सुशासनका चुनौतीदेखि अन्तर्राष्ट्रिय कूटनीतिसम्म हामी अहिले एउटा एकदमै द्रुत परिवर्तनको युगमा छौं। अब सोच्नुपर्ने कुरा के हो भने यी द्रुत विकासक्रमहरूले आगामी दिनमा हाम्रो देशको दिशा र दशालाई कसरी आकार देलान् त? यो पक्कै पनि हामी सबैले गम्भीर भएर निहाल्नुपर्ने विषय हो। आजको यस विश्लेषणमा सँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को जानकारीमूलक प्रस्तुतिमा फेरि भेटौँला।